हाम्रो खम्बा भाँचिएको छ, मेरो सहारा गएको छ। गाडी तत्काल बोलाएर लगभग यो निकालेको 10 मिनेट बराबरमा गाडीमा उठाएर अहिले चाहिँ न्यायको पर्खाइमा छौँ। दुर्घटना मान्न सकिन्थ्यो तर दुर्घटनाको जस्तो परिवर्तित यहाँ देखिएन। अनि तिम्रो भाइको जुत्ता जस्तो त मैले देखेँ नि घोलामा नानी भनिदिन्छन् र अनि आएर हेर्दा त अनि त्यो जुत्ता हेर्नु घर केही झडासडा परेर आएर यहाँ लुकेर चाहिँ भन्यौँ के अरे पहिला त अनि पुकार हेर्दा त यो अब हत्या जो गरेको। जुत्ता भेटिनु, उहाँ मोबाइल भेटिनु, हामी कसरी हामी यहाँको स्थानीयले चाहिँ उहाँ बोल्छ हत्या नै हो जस्तो लाग्छ। अब हत्या नै शरीरभरि पुरै पिटेको डाम यसको पत्ता लाएरै छोड्ने भनेको हामीले पत्ता लाएरै छोड्ने। यो घटना एक्सिडेन्ट भनेर हामीले पत्ताको पनि छैनौँ। त बाबुको एक्सिडेन्ट हुँदै होइन, हेर्नु यहाँ यस्तो नाली छ, नाली यस्तो भित्र खानपिन गर्न लागि थियो। त्यतिखेर 6 बजे थियो अनि खानपिन गरेर म चाहिँ बिस्तारामा गएर त्यही कपडाहरू मिलाउँदै थिएँ। अनि हाम्रो घरको नजिकैको भाइले दाउ न यहाँ त रहेछ भन्दै म त्यही केही खबरहरू मैले त्यस्तो बुझिनँ। मलाई त भैँसीको पाडो फुके जस्तो भने आवाज आयो। अनि यहाँ आइपुग्दाखेरि सबै यहाँ गाउँको सबै जम्मा भइसक्नु भयो रहेछ। अनि ल ल ल गल्यौँ भने सोद्धाखेरि अनि हाम्रो यो बाबु हो भन्ने इसानको नाम आयो। अनि किन गयो रहेछ यहाँ भन्यौँ। हामी त अब साधारणै होला, अब केही भएर होला घर यहाँ लुक्न आएछ भन्यौँ। अनि एकजना बाबुले गल ल्याएर चाहिँ यो उक्काउँदाखेरि बाबुको सब रहेछ यहाँ। जुन बाबुको बाबाले चाहिँ यसो अब सास छ कि भनेर यसो उठाउनु भयो। अनि नउठाए भए हुन्थ्यो भन्ने कुरा भयो। अब सुरुमा चाहिँ यो घटना हेर्दा चोटपटक पनि अब त्यस्तो रगत एकदम लागेको थियो हेर्नु, पुरा एउटा आँखो फुटेको अनि टाउको कुच्चिएको, अब खुट्टाहरू भाँचिएको, शरीरभरि पुरै पिटेको डाम रहेछ। हजुर चाहिँ घर नजिकैको हो? हजुर म यही उसको ठुलो मम्मी हो। अब हजुरबाको के भनौँ उसको हजुरबा माइलो, हाम्रो चाहिँ जेठो हुनुहुन्छ। जेठाको बुहारी चाहिँ म भएँ। आफ्नो आँखा अगाडि खेलिरहने डुलिरहने त्यो बाबुको चाहिँ सब यहाँनिर भेटाउनु भयो? हजुर। के छ यो एकातिर चाहिँ गाडीको ठक्कर बाटो भनिएको छ, हुन त यहाँहरूले प्रहरीलाई दबाब दिने खालको कार्यक्रम यहाँ चाहिँ गाडीले एक्सिडेन्ट भएको त बाबु यहाँ रहेछ। अनि लौ त्यहाँ बाबु रहेछ भनेर भने एकजनाले, त्यो गाडीभित्र बसेकोले लौ एक्सिडेन्ट भयो भनेर अनि झन् गाडी दाबेर दकुरे हामी भनेर त्यही ऊ चाहिँ रिपोर्टमा चाहिँ त्यस्तो भनिएको छ। प्रहरीले त्यही निकालेछ अरे, तर हुँदै होइन। एक्सिडेन्ट हुँदै त्यो एक्सिडेन्ट भएको हुँदै होइन। यहाँदेखि खुनहरू केही पनि थिएन, कतै खुनहरू देखिएन। त्यो बाबुको कसरी गयो यहाँभित्र कसैले पताउनुहुन्छ? यहाँभित्र यहाँसम्म अब त्यहाँबाट यहाँ आउनु कसरी आयो त? त्यस्तोमा एक्सिडेन्ट भइसकेको बाबु कि त्यहीँ पल्टेको हुनुपर्छ, त्यहाँ खुन लागेको हुनुपर्छ। खुन पनि कतै थिएन। हामीले सबैले अब उहाँहरू पनि आउनुभयो, प्रहरीहरू पनि आउनुभयो, हेर्नुभयो, यो गाउँको सबै आउनु हेर्नुभयो, केही पनि देखिएन। अनि मोबाइल चाहिँ त्यहाँ यो बेला त्यो बुटामा उस दिन सबै आएन, कसैको आँखा त पर्दैन नि, त्यहाँ कसैको आँखा परेन। त्यो मोबाइल त्यहाँ चाहिँ पछि ल्याएर राखिदिएको थियो। अनि त्यो जुत्ता मिलाएर राखेको थियो त्यहाँ चाहिँ। त्यो भएको भएर यो चाहिँ एक्सिडेन्ट होइन हत्या हो भन्ने खालको चाहिँ हजुरहरु? यो हत्या हो, हत्या जो एक्सिडेन्ट हुँदै होइन। तपाईँलाई अब यो बाबुको ब्लड देख्दा रगत देख्दा घर नजिकै हुनुहुन्छ, त्यहीमाथि आफन्ती हुनुहुँदो रहेछ। अहिले रातहरूमा चाहिँ यहाँलाई चाहिँ के कतिको याद त एकदमै आइरहेको छ? हामीलाई त कस्तो भछ हजुरहरूलाई के भन्ने, जति पनि पीडा भछ हेर्नुहोस्। यसको पत्ता लाएरै छोड्ने भनेको हामीले पत्ता लाएरै छोड्ने हो। यो हत्या हो, यो एक्सिडेन्ट हुँदै होइन। हामी कसरी अड्डेछौँ कसरी खान्छौँ भने अब कसलाई के थाहा छ र? उहाँ खेलाडी बन्ने सपनामा हुनुहुन्थ्यो है? हजुर,
खेलाडी भन्ने सपना थियो। अहिले चाहिँ यस्तो गरेर मार्दे। बाउ एकदम बिमारी हुनुहुन्छ। उहाँ चाहिँ बाबाको ढाडमा एक्सिडेन्ट अपरेसन गरेर लिएको। उहाँलाई अस्ति भर्खर बिमारी हुनुहुन्छ। हामी स्थानीयहरूसँग पनि कुरा गर्छौँ यो घटनालाई जसले हेरिरहनु भएको छ। अन्तिममा बाबुको न्यायको लागि यहाँहरू लडिरहनु भएको छ। यहाँहरू प्रहरीमा पनि धाइरहनु भएको छ। अन्तिममा न्यायको लागि लडेछौँ, अझै लड्छौँ। हेर्नु सबै हामीलाई सबले साथ दिनुभएको छ। लड्ने हो भन्नुभएको छ। यो रुद्रपुरभरिकोले हामीलाई। अब उहाँ प्रहरीहरू पनि खोज तलासमा हुनुहुन्छ। उहाँ नि एकदम सक्रिय हुनुहुन्छ। हामी पनि छौँ सबै। अवश्य पनि यो आँसुसँगै यो आफ्नो बाबुको लागि बोलेको यी आवाजहरूले एक सार्थकता पाउनेछ। थोरै हामी अरू स्थानीयसँग पनि कुरा गरौँ। सर के थियो त्यो समय थोरै भनिदिनुहोस् न। त्यो समय यहाँ अब 5-7 जना यो घटनास्थलमा म आइपुग्दाखेरि यहाँ 2-4 जना नानी बाबुहरू थिए। जो घटना भएको भाइको दिदी रोइरहेको देखेर म यहाँ किन रोएछ यो बहिनी भनेर घरमा लर गाडी राखेर यहाँ आइपुग्दाखेरि अनि यहाँ मान्छे छ यताउता भन्नुभयो र अनि त्यसपछि ल ठिक छ किन हो मैले त सोचेँ कि यो कुनै केही अर्थ कारणले घुसेछ भित्र। यति भित्र घुसेर यहाँ अरू आफ्नो घर परिवारलाई किन तनाव दिन खोजेको रहेछ कि जस्तो लागेर मैले अनि यहाँ सबै अरू 2-4 जना जम्मा भएर यसमा हामीले ढक्कन निकाल्ने प्रयास गरियो र ढक्कन निकालेको पनि म आफू नै हो। अनि एउटा साबल लिएर आइयो। हातले उठाउन सक्ने क्षमता त कसैको पनि थिएन। अनि साबलको प्रयोग गरेर अथवा गल भनिन्छ, गलको प्रयोग गरेर यो ढक्कन उचाल्दाखेरि अब बाबु सुतेको अवस्थामा र सिद्धिसकेको अवस्थामा थियो। हामीले देखेको प्रत्यक्ष त्यही हो। अनि पुलिसहरू आयो। हजुरले चाहिँ त्यो सुरुमा होइन आफ्नै छिमेकी भाइ नै पर्नुहुन्छ। भाइ नै परौँ। तपाईँ अब सँगै अब केही कार्यक्रमहरूमा जाने त्यो केही याद छ हजुरलाई? कस्तो थियो भाइको स्वभाव? कि अब ऊ त अब सानो अब भर्खर 10-11 पढेको त्यति घुलमिल त भएन। तर देख्दाखेरि देखभेट त हुन्थ्यो। अरू त्यति अब अरू सामूहिक घुलमिल धेरै कुराहरूमा त हामीसँग भएन। अब हामी आफ्नो बिजनेसमा हुनु पर्यो र उनी भनेको आफ्नो पढाइ र आफ्नो खेलतिर थिए र जे होस् अब देखिरहने घरै अब 2-4 घर वरिपरिको भाइ हुन्। अब देखिरहने सधैँ अब देख्दाखेरि ठिकै थिए। अब यताउता अब अरू त्यस्तो कुनै पनि त्यस्तो त देखिएन। अरू हामीसँग घुलमिल राम्रै थियो। हजुरले भन्नुभयो सुरुमा मैले नै देखेँ भन्नुभयो भनेको तपाईँ यसलाई निकाल्ने बेलामा निकालेको जो कि पहिला यताबाट हेर्दा देखिन्थ्यो भने ढक्कन निकालेर देखे सबैले निकाल्दा जो म आफू नै निकालेको ढक्कन। यस्तो भयो तपाईँले आफूलाई सम्हाल्न सक्नु? त्यो त अब मैले त अब यो त पहिला त मैले त मान्छे त अब जिउँदै होला अरू कुनै कारणले छिरेको रहेछ भन्ने छिरेर यहाँ निक्लन नमानेको भन्ने भयो थियो। अनि ढक्कन फालिसक्दाखेरि त अब डेट भइसक्यो। अनि हिजोदेखि हराएको यहाँ भेट्यो यसो उसो भन्ने आयो। जुत्ता यता थियो उता थियो र त्यही लोकेसनमा देखियो भनेर। अनि हराएको अघिल्ला दिनबाट भन्ने पनि अब हामीहरूलाई जानकारी त थिएन। परिवारमा मात्रै रहेछ। अनि एकैचोटि ढक्कन निकाल्दाखेरि सुतेको अवस्थामा भेटियो। अब फेरि हामी अरू स्थानीयहरूसँग जोड्छौँ। अन्तिममा यहाँले चाहिँ न्यायको लागि यहाँहरू पनि आफ्नो गाउँठाउँको लागि लडिरहनु भएको छ। हामीहरू लडिरहेका छौँ। अब अस्ति भर्खर पनि भैरवा गइयो, दबाब दिइयो। अब शङ्कास्पद तरिकाले घटना भएको देखिन्छ। अब गाडीले हानेको भन्ने निष्कर्ष पुलिसले निकाले तापनि अब हामीहरू अब न्यायको लागि लडिरहेका छौँ। अझै पनि लड्नेछौँ। यो घटनालाई हेर्दै आउनु भएको अहिले त्यही बाबुको न्यायको लागि दिनरात लडिरहनु भएको हामीसँग छिमेकी नै हुनुहुन्छ। हजुर छिमेकी नै हुनुहुन्छ है? छिमेकी भन्दाखेरि यति पर हो मेरो घर त। छिमेकी त छिमेकी चाहिँ हो। चिनेको भाइ हो, नजिकैको भाइ हो होइन। त्यो भाइ अब खेलकुदमा पनि टकडा थियो बाबु होइन। 16-17 वर्षको बाबु 11 क्लासमा पढ्ने। यस्तो भयो है भनेर खबर जाँदाखेरि हामीले यहाँ एक्सिडेन्ट पछि हामीले भने एक्सिडेन्ट भएर यस्तो भयो गरे भन्दाखेरि हामीले यो घटना एक्सिडेन्ट भनेर हामीले पताएको पनि छैनौँ। त्यो बाबुको एक्सिडेन्ट हुँदै होइन। हेर्नु यहाँ यस्तो नाली छ। नाली यस्तो भित्र 6 फिट यता आउने त त्यो हुन्न। एक्सिडेन्ट भयो भने बाटोमा हुनुपर्छ। यता खुनसुन केही लागेको पनि छैन। हाम्रो बाबुले न्याय पाउनुपर्छ। हामीले उस हुनुपर्छ हाम्रो बाबु। तर एक्सिडेन्ट भनेर हामीले पताएको छैनौँ। हामीले अब कहाँ जानुपर्छ। हामी बाबुको उसको लागि हामी अगाडि बढ्नेछौँ। हामी अब इलाका पनि गइयो अस्ति
अस्ति अब भैरवा पनि गइयो होइन त्यही हो। नालीमा पुगेर रिपोर्टिङ गरेर आइसकेका छौँ। त्यहाँको वस्तुस्थिति अहिले के छ, सँगसँगै प्रत्यक्ष रूपमा देख्नुभएका छिमेकीहरूसँग पनि हामीले के कुराहरू गरेका छौँ। हामीसँग इसानको बुबा हुनुहुन्छ। पछिल्लो अपडेट के छ, यहाँहरूको परिवारले यो घटनालाई अब कसरी हेरिरहनु भएको छ, के कदम चालिरहनु भएको छ, थोरै जानकारी गराइदिनुहोस्। हामी त अब एकदम मर्माहत छौँ, एकदम निशब्द छौँ। हाम्रो खम्बा भाँचिएको छ, मेरो सहारा गएको छ। धेरै कुरा बोल्न त असमर्थ छु म। र एउटा समाज जसरी मेरो छोराले न्याय पाओस् भनेर समग्र मेरो समाज लागेको छ, मेरो जिल्ला लागेको छ, समग्र रूपमा सबैबाट सपोर्ट पाएको छ। जुन प्रारम्भिक बयान चाहिँ अलिकति हामीलाई अस्वीकार्य हुँदै गर्दा प्रहरी पनि हामी यो चाहिँ प्रारम्भिक नै हो है, यसलाई नै अन्त्य नमान्नुहोस्, हामी यसैमा टेकेर चाहिँ अनुसन्धान चाहिँ एकदम सक्रिय गराइरहेछौँ। एकदम न्यायको लागि, सबैको बाबुको न्यायको लागि हामी चाहिँ हाम्रो धर्म र कर्मबाट भाग्दैनौँ भन्नुभएको छ प्रहरीहरूले। हामीले उहाँको विश्वास नगरे पनि हामीलाई सम्भव छैन। हामीले न्यायको ढोका ढकढकाउन र न्यायको अनुभूति गर्ने नै सुरक्षाबाटै हो। त्यो हुनाले भोलिका दिनमा अब हामीलाई चित्तबुद्ध जवाब र न्याय पाएनौँ भने हाम्रो पछाडि सबै समाज छ, सिङ्गो राष्ट्रव्यापी रूपमै यो घटना पुगिसकेको अवस्था लाग्छ मलाई। सँगसँगै तपाईँहरू पनि साथ दिन आउनु भएको छ, एकदम हजुरहरूलाई धन्यवाद। जस्तो भए प्रहरीले एउटा रिपोर्ट देखाइरहँदा प्रारम्भिक रूपमा, अर्कोतर्फ घटना हामीले पनि प्रकृति हेर्दा चाहिँ अथवा छिमेकीले भनेअनुसार, उहाँले दाबी गरे अनुसार चाहिँ यो सरासर हत्या हो भनिरहँदा, अब परिवारको रूपमा हजुर पनि त्यहाँ पुग्नुभयो। मैले तपाईँको त्यहाँ जुत्ता अझै पनि त्यही नालीमा भेटाएँ। मैले सोध्दै जाँदा यो जुत्ता इसानको हो या कसको भनेर सोद्धा बुबाको भन्ने खालको कुराहरू आयो। यहाँले त्यो घटनालाई हेर्दा परिवारको तर्फबाट चाहिँ कसरी अब यसलाई चाहिँ हत्या भन्न यहाँले सक्नुहुन्छ, भन्नुहुन्छ? छिमेकीले त दाबी गरिरहनु भएको छ र बुबाको नातामा पनि होइन, यहाँले के भन्नुहुन्छ यो विषयलाई चाहिँ? यो घटनाक्रम चाहिँ कुनै पनि हालतमा सडक दुर्घटना हुन नसक्ने त हजुरले थाहा पाउनुभएकै होला। अब त्यो कुनै पनि आधार छैन, त्यसलाई देखाउन मिल्ने आधार केही छैन। अब त्यो कुनै पनि इभिडेन्स बाहिर कुनै सङ्केत नछोडिकन एकदम प्लानका साथ गरेको घटना हत्या हो भन्ने लाग्छ मलाई। नालीले त्यो सडक किनारको त्यत्रो हेभी स्ल्याब भएको नालीमा 6-7 फुटभित्र घुसाएर राखिएको अवस्थामा हामीले लास भेटेको हो। त्यो पनि टाउकोमा गम्भीर चोट साथसाथै नाकमा, आँखामा केहीमा चोट नलागेर एक्कासी आँखाको नानी फुटेको अवस्थामा र कुनै बाहिर सङ्केत अब हिलो लतपत नगरिकन, धुलो नखेलाइकन र रगतको कुनै छिटा बाहिर नभइकन त्यो लासलाई त्यहाँ व्यवस्थापन गरेको हामीलाई लाग्छ। त्यो हुनाले यो कुनै पनि हालतमा यो सवारी दुर्घटना या सडक दुर्घटना हुन सक्दैन। अहिले एउटा प्रश्न अनुसन्धानसँगै जोडिएको, प्रहरीको पछिल्लो यहाँलाई जवाफ चाहिँ के छ? उहाँहरूले हामी अनुसन्धानकै यही अब पेरिफेरीमा जुन घटनाक्रमले एउटा गाडी, फोर्स गाडी भन्ने पनि सँगसँगै सिसिटिभी फुटेजहरूले देखाएको अवस्था थियो। अब त्यसलाई अगाडि ल्याइएको छ, यो हो गाडी र यी चालकहरू हुन् भनेर ल्याइएको छ। अब तिनैका लागि अब किटानी जारी गएको छ, हत्यामा संलग्न यिनै नै हुन् भनेर हामीले किटानी गरिरहेछौँ। अब तिनैको पेरिफेरी रहेर नै अनुसन्धान अगाडि बढ्छ र थप अब को तानिन्छन् त त्यसबाट भन्ने कुरामा अब प्रहरीहरूले हामी अनुसन्धानकै क्रममा छौँ, नआतिनुहोस्, हामी परिवारलाई जवाफ दिन्छौँ भन्नुभएको छ। मैले यहाँ यो कुराबाट यो बुझ्न सकेँ कि जुन गाडीको ठक्करबाट भनिएपछि 3 जना पक्रा परिसकेपछि ती 3 जनालाई पनि या कसैले परिचालित गरेर अथवा ठक्कर दिन लगाएर त्यसरी, जस्तो उहाँ त स्वीकार्नु भएको छ नि त त्यताबाट, त यहाँले चाहिँ त्यसरी बुझ्नु भएको छ र यो हत्या हो, हत्या गर्न लगाइएको अथवा ती 3 जनालाई पनि भनेर अनुमान लगाएर तपाईँहरूले दाबी गरेर चाहिँ लाग्नु भएको छ हो? हामी त्यो विषयमा एकदमै शङ्कास्पद छौँ। जसरी अब चालक भइसकेपछि सडक दुर्घटना घटाएपछि उसले चाहिँ सरेन्डर गर्नु पर्थ्यो, एउटा पोइन्ट चाहिँ त्यो छ। या त उसले सके उद्धार गरेर हस्पिटल लानु पर्थ्यो, नै त दोस्रो चरणमा उसले घटना घटाइसकेपछि
उसले गएर प्रहरी बिटमा गएर या इपर्का गएर चौकी जहाँ छ मैले यस्तो घटना घट्यो, अब म चाहिँ सरेन्डर गर्छु भनेर ऊ जानु पर्थ्यो। त्यो घटाइएको देखिएन, उसले म भागेँ भनिरहेछ। एकदमै ढुक्क भएर उसमा सिम्पेथी, अलिकति सहानुभूति, यहीँ गाउँ समाजको मान्छेले परिवारकै भाइ भतिजो मर्दै गर्दा अलिकति उसको खुट्टा काम्नु पर्ने हो, बोली लटपटाउनु पर्ने हो, त्यो सिम्पेथी अलिकति पनि देखिएको छैन। त्यो हुँदा अलिकति कसैबाट परिचालित पो हो कि कतैबाट उसलाई डमी अपराधी खडा गरिएको पो छ कि भन्ने खालको आशंका चाहिँ देखिया छ। मैले सोध्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर सुरुका दिनमा जुन यो घटना बाहिर आयो कता पनि जोडियो भने स्कुलतिरको विषयलाई पनि जोडियो। यो विषयलाई यहाँले खण्डन चाहिँ कसरी गर्नुहुन्छ? साँच्चीकै मलाई सोध्न मन लागेर सोधै जवाब चाहिँ दिन नमिल्दा पनि हुन्छ। त्यहाँ अब उसको एउटा टिन एजर फ्याक्टरलाई नै शङ्का गरियो सुरुको चरणमा। अब उसको हेलमेल यताउता ऊ अब फिजिकल्ली र गेमतिर टेक्वान्डोतिर आबद्धता लगायतका कुराले पनि कतै टिनेजर पनि हुन् कि भन्ने तरिकाले पुलिसले उनीहरूलाई छानबिनको दायरामा लाने, सोधपुछ गर्ने, केरकार गर्ने गरेछ। अब त्यो कुन अर्थले पनि गर्न मिल्थ्यो भने त्यो अन्यथा लिदिन हुन्थेन, गार्जेनहरूले यो सहयोग गर्नुपर्ने थियो भने। अब ऊ टेक्वान्डोमा अलिकति राइज भइसक्दा कोही साथीहरूलाई चित्त नबुझेको या त उसले अलिअलि अर्निङ पोइन्टमा अब अलिअलि कमाउन थालेको थियो, टेक्वान्डो प्रशिक्षकको रूपमा काम गरेर पनि केही कमाउन थालेको थियो। तिनी कुरालाई अलिकति चित्त नबुझिया हो कि कसैलाई चित्त नबुझेर पो यो टिनेज फ्याक्टरमा अलिकति घटना घटाइयो कि भन्ने पनि आशंका थियो। सँगसँगै यो के हो भने कतै अब एउटा कता झगडा भएको थियो अरे एउटा साथीसँग भन्ने कुरालाई पनि ल्याइएको थियो बिचमा। त्यसले पनि कतै पख तँलाई भन्ने शब्द पनि प्रयोग गर्यो अरे भन्ने तरिकाले अलिअलि अनुसन्धानका पाटामा तानिएको हो। यदि उहाँहरूलाई दुःख दिने हाम्रो कुनै पनि सोच छैन। हुन्छ, अन्तिममा धेरै, किनकि यो दुःखद क्षणमा छौँ, धेरै हामीले यहाँलाई प्रश्न पनि गरेनौँ किनकि अनुसन्धान भइरहेको प्रक्रियालाई अनुसन्धान हुन दिनुपर्छ भन्ने मान्यता राखेका छौँ। यहाँले एउटा अगाडिको संवाद भनेको भएर मलाई सोध्न मन लागेको हो। सो एउटा खम्बा भन्नुभयो, आज ती खम्बाका केही सपनाहरू, धेरै सपनाहरू चाहिँ ती नालीमै अस्ताएका छन्। साँच्चीकै यहाँको अन्तिम संवाद उहाँसँग अघिल्लो दिन या पहिले चाहिँ के भइरहेको थियो, उहाँले के भन्नुहुन्थ्यो आफ्नो खेलसँग जोडिएको प्रसङ्गमा या केही छ यहाँलाई यो बाबुले चाहिँ यो भन्ने गर्थ्यो भन्ने एउटा कुनै प्रसङ्ग? खेलसँग लिएर ऊ चाहिँ राम्रो राष्ट्रिय खेलहरूमा धेरै गोल्ड मेडल उसका झुन्डिराखेका छन्। यहाँ एसियन गेम खेलेर पनि उसले सिल्भर मेडल ल्याएको थियो। उसमा यस्तो दयाभाव थियो कि लास्टमा एसियन गेमको फाइनलमा नेपाली यही रूपन्देहीकै साथी सँगै पऱ्यो भनेर उसलाई मलाई हान्न उसप्रति दया जाग्यो भनेर म सेकेन्ड भएँ बाबा भन्थ्यो। त्यो दयाभाव उसमा, त्यो दयाभाव थियो। सँगसँगै एउटा प्रतिबद्ध ऊ के थियो भने म ओलम्पिक खेल्ने हो, म बाबा राष्ट्रको झन्डा बोकेर ओलम्पिक गएर राष्ट्रको लागि खेल्नु छ भनेर अलिकति देशको माया, माटोको माया चाहिँ जगाइरहेको थिएँ मैले। बस धेरै गाह्रो भयो, हामी यहाँबाट त धेरै अगाडि बढ्न सकेनौँ। न्यायको लागि अन्तिममा के शब्दहरू छन् भने भन्नु होला। मैले आमालाई सोध्न सकिनँ यो बिचमा, तर न्यायको लागि के? न्यायको लागि हामीले एकदमै यो सुरक्षा निकायलाई विश्वास गर्नु बाहेक अर्को विकल्प पनि देखिनँ मैले। मास पनि हाम्रो पछाडि हुनुहुन्छ नै, तर अनुसन्धानका लागि सुरक्षा निकाय नै अन्तिम पाटो रहेछ। हामीले एकदमै सुरक्षा निकायलाई नै आधार मानेर उहाँहरूले चाहिँ हामीलाई न्याय दिनुहुन्छ र मन छुने न्याय। कमसेकम मेरो छोरा रिटर्न नआउँदै गर्दा पनि ती अपराधीहरू जेलको कठघरामा जाँदै गर्दा मेरो छोरा फर्केको अनुभूति मैले गर्नेछु। पाडाकोले अनि तिम्रो भाइको जुत्ता जस्तो त मैले त्यही देखेँ नि खोलामा नानी भनिदिन्छन् र अनि आएर हेर्दा त अनि त्यो जुत्ता हेरी चाहिँ अनि यहाँ भित्र हेर्दा त भाइको देखिन्छन्। अनि गएर बाबालाई भनिन्, अनि बाबा, अनि फेरि यहाँ अहिले उहाँ बाबु, यहाँ बाबुलाई भनेर अनि बाबु आएर त्यो गलले उक्काउनु भयो। अनि हामीले त अब
घर केही झडासडा परेर आएर यहाँ लुकेर चाहिँ भन्यौँ के अरे पहिला त अनि पुकार हेर्दा त छैन त्यस्तो अवस्था देखियो। त खेलाडी बन्ने सपनामा हुनुहुन्थ्यो है? हजुर खेलाडी बन्ने। अब बाबा अब तपाईँले टेन्सन नलिनुहोस्, गुरु भइसकेर कञ्चनमा त अघि गइसकेको। अब मैले कमाउँछु बाबा, अब तपाईँले टेन्सन नलिनुहोस् भने बाबा बिमारी के अरे अनि आएर उहाँ गएर आएर बाबालाई अनि ढाड मालिस गरिदिने गर्थ्यो, सम्झाउँथ्यो मलाई भन्दै बाबु अस्ति कति रुनुभयो। हिजो त्यसरी एउटा सपना बोकेको मान्छे आज संसारबाट भयो। हेर्नु न, यो दुर्गति गराइदियो, यो एक्सिडेन्ट होइन, यो अब हत्या जो गरेको। जस्तो यहाँहरु त बाबुले अब कमाएर ल्यायो, बाबालाई दियो, बाबाले अब सक्नु न। दुर्घटना मान्न सकिन्थ्यो तर दुर्घटनाको जस्तो परिवर्तित यहाँ देखिएन। अब यहाँसम्म मात्रै साउरो बाटो छ, यहाँ चाहिँ उता त त्यति फराकिलो बाटो छ। यहाँ हानेको भए सब यता हुनु पर्थ्यो, बाहिर हुनु पर्थ्यो, लडेको अवस्थामा हुनु पर्थ्यो, तर त्यस्तो अवस्थामा भेटिएन। सब थुपुक्क ल्याएर यहाँ 6-7 फिट भित्र एकदम सुरक्षित तरिकाले नियोजित तरिकाले राखे जस्तो हामीलाई देखियो। न्यायको लागि हामी पर्खाइमा छौँ। हामी सबै सम्पूर्ण कञ्चनवासी अहिले पीडित छौँ र सबै न्यायको पर्खाइमा छौँ।